पैसा नखाएको भए धुर्मुसेले घर कसरी बनायो, गाडी कसरी चढ्न सक्छ भनेर केही जमातहरू उफ्रिरहेका छन् कमेन्टमा। तपाईँहरूलाई थाहा छैन, मेरी बासेमा असाध्यै जमेको जोडी हो धुर्मु सुन्तली। कुनै समय स्टेजमा चढे बापत दुईजनाले प्रस्तुति गरे बापत 5-7 लाख रुपियाँ त 1-1.5 घन्टामा कमाउन सक्थ्यो उनीहरूले। एउटा कुनै कार्यक्रममा गए बापत 1-1.5 घन्टाको प्रस्तुति हुन्छ कलाकारको। तपाईँको सामान्यतया 5-7 लाख रुपियाँ पारिश्रमिक लिन्थे धुर्मु सुन्तली कुनै समय, होइन? उनीहरूले त्यो लामो समय त्यसरी काम गरे, कलाकारितामा गर्दै गर्दा उनीहरूले विभिन्न टेलिश्रृङ्खलाहरू बनाए, त्यहाँबाट पैसा आउँथ्यो। मेरी बासे कार्यक्रमको जिम्मेवारी सबै उनीहरूले लिएका थिए, त्यहाँबाट पैसा आउँथ्यो। कतिवटा विज्ञापनहरूमा उहाँहरू देखिनु भएको छ, उहाँबाट त्यहाँबाट पैसा आउँथ्यो। विभिन्न संस्थाको चाहिँ सद्भावना दूतदेखिबाट विभिन्न भएका छन्, त्यहाँबाट पैसा आउँछ। जहाँ जे गर्दा पनि पैसा आउँथ्यो, बुझ्नु भएन? एउटा घर एउटा गाडी सामान्यतया तपाईँहरू विदेशतिर काम गरेर हामी काम गरेर कमाउन सक्छौँ, बनाउन सक्छौँ भने धुर्मु सुन्तली त राष्ट्रिय कलाकार हुन्। उनीहरूले असाध्यै राम्रो मेहनत गरेर, असाध्यै धेरै दुःख गरेर त्यो समयमा जति बेला तपाईँ हाम्रो घरमा टेलिभिजन हुँदैन थियो नि, त्यतिखेर मजाले गाडी चढेर हिँड्न सक्ने हैसियत बनाइसकेका थिए, बुझ्नुभयो नि? त्यसो हुनाले सबै पैसा जसले कमाउँछ, जसले चाहिँ काम गरेर कमाउँछ, सबै लुटेर कमाएको अथवा चोरेर कमाएको भन्ने खालको भाष्य जसले निर्माण गरेर खोजिराखेको छ, उनीहरूले सचेत बन्नुपर्छ। किनभने मान्छेले तपाईँहरूले त त्यसो भए ल, तपाईँहरू यही कमेन्ट गर्नेकै जमातबाट तपाईँहरूको घर होलान्, गाडी पनि होलान्, के गरी कमाउनु भयो त? तपाईँले के गर्नुभयो? तपाईँले गरेर चाहिँ मेहनत अनि अरूले गरेर चाहिँ सबै चोरेको हुन्छ त? एउटा जोडीले देशका लागि केही गरौँ भनेर डोनेसन उठाएर भयो नि, हामीले चाहिँ एउटा आयोजनालाई चाहिँ सरकारलाई सहयोग गरौँ भन्ने हिसाबले सुरु गरे हो।